हेलो गाइज, वेलकम टु आवर च्यानल। ल साथीहरू, अब हामी कता जानु थाहा छैन। हाम्रो प्लान डिसाइड भएको छैन डेस्टिनेसन, तर हामी चाहिँ जान चाहिँ पूर्वतिर जाँदैछौँ होइन। मोस्ट प्रोबेबली दार्जिलिङ होला होइन, खै कहाँ कन्याम चाहिँ पक्का हो है। बाटोमा। फाइनली यसले 45 मिनट ढिलो गरेपछि फेरि जुत्ता चेन्ज गर्न आयो। अब हामी निक्लिँदैछौँ। पछाडि गएर मान्छे पनि चेन्ज गरिदिनु हो। It was at this moment that he knew. He fucked up. सो 7:45 हुँदैछ। अब हामी फाइनली यहाँबाट इन्टरभलबाट निस्किँदैछौँ। हेरौँ अब कति बजी हामी कहाँ पुग्छौँ, अहिलेसम्म थाहा छैन। बाइकलाई बिहान बिहान भोक लागेको छ। अब टाढा जाँदैछौँ, खुवाइदिउँ होइन? खुवाइदिउँ नास्ता खाना सबै खुवाइदिउँ। ल अनलाइन पेमेन्ट हुन्छ होइन? ल साथी हो, अब तेल भरेपछि हामी यहाँबाट निस्किसक्यौँ। यस्तै हो ठाउँमा बाइकको त मजाले हालत खराब हुन्छ है यो बाटोमा आउँदा। गाइज, यो हाम्रो अविनाश सरको चाहिँ इन्सुरेन्स अफिसरबाट फोन आइसकेको छ। क्लेम पऱ्यो अरे अनि उहाँलाई सडनली रिटर्न हुनु परेको छ, तर उहाँ म्यानेज गर्दै हुनुहुन्छ फोनमा। 500 उपर निचा ਹੱਸਦੇ ਚਿਹਰਿਆਂ ਦਾ ਮਤਲਬ ਇਹ ਨਹੀਂ ਹੁੰਦਾ ਕਿ ਉਹਨਾਂ ਨੂੰ ਕਦੇ ਕੋਈ ਤਕਲੀਫ ਨਹੀਂ ਹੁੰਦੀ। ਉਹਦਾ ਮਤਲਬ ਇਹ ਹੁੰਦਾ ਕਿ ਇਹਨਾਂ ਨੂੰ ਤਕਲੀਫਾਂ ਨਾਲ ਡੀਲ ਕਰਨਾ ਹੁੰਦਾ। तलमाथि दायाँ बायाँ हिँड्दै सिधा नहिँडिकन ल हेरौँ के हुँदैछ। विल अपडेट यु अन द नेक्स्ट भिडियोज। दिस इज आवर रोहन।